सम्पूर्णमा नमस्ते। आज चाहिँ नि हामी ऐतिहासिक अमर गढीमा आइपुगेका छौँ, जुन चाहिँ नि डडेलधुराको बजारमै छ। सम्भवतः डडेलधुरा बजार बस्नुको कारण पनि यही अमर सिंहको प्रतिमा र अमर सिंह गढीको भएर नै हुनसक्छ। इतिहास खोतल्दै जाने हो भने अङ्ग्रेजसँगको युद्ध भएपछि हामीले यताबाट जित्दै आयौँ। कुमाउ गढवालबाट अङ्ग्रेजहरू माथि आउँदै गए। अब उनीहरूलाई कसरी हराउने भनेपछि अमर सिंहले चाहिँ नि यो गढी निर्माण गरेका हुन्। त्यही भएर पनि यो ऐतिहासिक छ। यही गढीबाट लडाइँ गरेर अङ्ग्रेजहरूलाई भगाएको हो। आज हामी यहाँ आउने मौका जुर्यो, आइपुग्यो। गढी यस्तो छ अहिले साथीहरू। यहाँ एउटा गुफा पनि छ, यसो देखियो भने हामी देखाउँछौँ तपाईँहरूलाई। यस्तो छ गढी र यहाँ मन्दिर पनि छ। यस्तै गढीहरूबाट बनेर लडेर अङ्ग्रेजहरूसँग युद्ध जितेका थियौँ हामीले। यो चाहिँ गुफा हो, यो गुफा हो। यो गुफाबाट चाहिँ नि गएपछि तल बजार निक्लिन्छ यो गुफा। ल यस्तो यस्तो छ है त, हेर्नुहोस् है त। ल यो अलिकति ल ऐतिहासिक गढी है। धेरै बिग्रिसकेको जस्तो लाग्यो, नबिग्रोस् पनि कसरी। शाहवंशीय शासनै 240 वर्ष चल्यो नेपालमा, अहिले 250 वर्ष भयो। लगभग यो 200 साल पुरानो हुनसक्छ। यो यकिनको साथ त म भन्न सक्दिनँ। अमर सिंहको पाला भनेपछि त्यो बन्दुक राख्नु, त्यहाँ बसेर हेर्ने कि गोली हान्ने। अनि दुश्मन आयो भने दुश्मनलाई त्यहाँबाट एट्याक गर्ने। मन्दिर यहाँ छ। काल भैरव मन्दिर। ल हरेक गढीहरूमा त्यहाँ बस्ने आर्मीहरूलाई, सिपाहीहरूलाई पूजा गर्नको लागि, आशीर्वाद लिनको लागि मन्दिर बनाएको हुन्छ। ल हरेक मकवानपुर गढी, सिलगढी यहाँ पनि मन्दिर छ। ल भगवान् रक्षा गर्नुहोस्। जसरी अङ्ग्रेजहरूसँग लड्दा नेपाली जवानहरूको, नेपालीहरूको रक्षा गर्नुभएको थियो, अहिले भ्रष्टाचारीहरू, चोर डाँकाहरूसँग लड्नु होला, नेपाललाई बचाउनु होला। ल यस्तो छ है साथीहरू। ल मन्दिर नाम टोकियो। वीरहरूले लडेर बचाएको देश भ्रष्टाचारीहरूले, काङ्ग्रेस एमाले माओवादीको नाममा सकाए। ल
मलाई जहाँसम्म लाग्छ यो गुफै हो। यो गुफा होइन, यो आर्मीहरू बस्ने ठाउँ जस्तो लाग्यो एकचोटि हेरौँ। ल यस्तो बस्नु, ल गुफै हो जस्तो लाग्यो। यस्तो बनाएर यसरी बाटो रहेछ यहाँ, गुप्त बाटो होला यो त्यही बेलाको। यहाँबाट तल निक्लिरहेछ। फेरि फर्क्यौँ। 2224 राज्यहरूलाई प्रेसिडेन्ट शाह बहादुर शाह, अमर सिंह, कालो पाँडे विभूति, राष्ट्रिय विभूतिहरू सम्पूर्णले लडेर बचाएको यो बचाएको देश। अब फटाचोरहरूले खाइदिइसके राजनीतिको नाममा। पुनर्निर्माण पनि हुन लागेको रहेछ यो। अब आधुनिक तरिकाले पुनर्निर्माण हुन लागेको रहेछ। यसलाई चाहिँ नि पुरानै पहिचान अनुसार, पुरानै सभ्यता झल्किने गरी बनाएको भए त्यो अझ राम्रो, फाइदा, इतिहास पनि झल्किन्थ्यो। अब आउने पुस्ताले पढ्दै पनि जान्थे। ठिकै छ, यो फर्म बन्दै रहेछ। अब हामी माथिबाट एकचोटि हेर्छौँ के कस्तो देखिन्छ। यसै अमरगढीबाट, यही गढीबाट लडेर नेपाली सेनाहरूले, नेपाली जवानहरूले नेपाल अङ्ग्रेजहरूसँग बचाएका थिए। ल है त साथीहरू, अब दृश्य हेरौँ। यो कसरी युद्ध भयो होला, कसरी भयो होला। यस्तो छ नि, तल डरेलधुरा बजार छ। यो किल्लामा हामी हिँडिरहेको छौँ अहिले। ल ऐतिहासिक गढी अमरगढीबाट तपाईँहरूलाई मैले भ्युजहरू पनि देखाउने कोसिस गरेको छु। एकचोटि एक राउन्डै लगाउनु कस्तो आउँछ भ्युज। राष्ट्रिय विभूतिहरू प्रेसिडेन्ट शाह, बडा महाराज धिराज,
बहादुर शाह सम्पूर्णलाई यसै गढीबाट नमस्ते गर्न चाहेँ, नमन गर्न चाहेँ। कल्पना मात्रै गर्न सक्छ ती बलिया सेनाहरूसँग। इस्ट इन्डियाका सेनाहरूसँग डटेर लड्ने महान योद्धाहरूलाई नमस्ते। यहाँ बाटो बिग्रिएको रहेछ साथीहरू, अब यताबाट जान यो असम्भव जस्तो लाग्यो। यति मात्रै हेर्नु होला। हस् त, सम्पूर्णमा आजको दिन सुखद रहोस् भन्दै अमरसिंहको नाममा रहेको अमरगढी डडेलधुवाबाट बिदा भए। हस् त, धन्यवाद।